नमस्कार। यहाँहरू सबैजनालाई नमन गर्न चाहन्छु अनि शीर्षक छ विकसित सिक्किम कि वञ्चित सिक्किम। यो विकसित सिक्किम कि वञ्चित सिक्किमको शीर्षक ल्याउनु पछाडिको चाहिँ एउटा सानो कुरा छ। सानो कुरा चाहिँ आजभन्दा 40 वर्ष अगाडि म जान चाहन्छु। 40 वर्ष अगाडि होइन, पछाडि जान चाहन्छु। पछाडि चाहिँ आजभन्दा लगभग 40 वर्ष जब म 3-4 वर्षको हुने गर्थेँ, त्यतिखेर ट्रकहरूमा ट्रकको बम्परमा एउटा चिज लेखेको हुन्थ्यो। त्यो चाहिँ के भन्दाखेरि चाहिँ 40 किलोमिटर पर आवर 40 किलोमिटर स्पिड भनेर लेखेको हुन्थ्यो हरेक ट्रकमा। प्रायः जति पनि यो कमर्सियल गाडीहरू हुन्छ, कमर्सियल गाडी भनेको बस ट्रक, त्यतिखेर आजको जस्तो यो पिजु, सवारी, कमान्डर अर्थात् बोलेरोहरू भन्ने त थिएन, तर हरेक ट्रक र बसहरूमा चाहिँ 40 किलोमिटर भनेर लेखेको हुन्थ्यो। अनि म सानो हुँदाखेरि मैले मेरो बुवालाई सोध्ने गर्थेँ यो 40 किलोमिटर भनेको चाहिँ के हो भनेर सोद्धाखेरि मेरो बुवाले भन्ने गर्थ्यो 40 किलोमिटर भनेको चाहिँ यसको रफ्तार, यसको स्पिडको लिमिट चाहिँ 40 किलोमिटर हो भन्नुहुन्थ्यो। आज पनि हामीले कतिपल्ट के देख्छौँ भन्दाखेरि हाम्रो गाडीहरू जस्तो मानिलिनु सुबोक रोडमा सिलगढी जाँदाखेरि अर्थात् कतिपल्ट हामी 40 किलोमिटर प्रति घन्टाको रफ्तारभन्दा ज्यादा को स्पिडमा हामीले गाडी चलाएछ भन्दाखेरि चाहिँ ओभर स्पिडमा हाम्रो चलान हुने गर्दछ। हामीले सुबोक रोडमा अब तपाईँको 80मा कुदाउँदाखेरि पनि चलान भएको देखिरहेको छौँ। भन्नुको मतलब चाहिँ आज पनि सिक्किम चाहिँ 40 किलोमिटर प्रति घन्टाको स्पिडमा हामी बढिरहेको छौँ। रफ्तार अथवा स्पिड भनेको चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ डेभलपमेन्ट हो। यो रफ्तारले के तय गर्छ भनेर भन्दा रफ्तारले चाहिँ समाज अर्थात् अथवा देश अथवा राज्य कुन गतिले अगाडि बढ्दैछ भनेर यो तय गर्ने गर्दछ। र आजको मूल विषय चाहिँ अब यही हो। यो मूल विषयभन्दा म 1 मिनटको लागि मात्र अलिकति उतापट्टि जान चाहन्छु। अर्को विषय उठाउन चाहन्छु। यो चाहिँ के भनेर भन्दाखेरि चाहिँ आजभन्दा लगभग 15-16 साल अगाडि दिनदेखिको सिक्किममा म्युनिसिपालिटी एक्ट लागू भयो। सिक्किम म्युनिसिपालिटी एक्ट लागू भएको पश्चात सिक्किममा जति पनि अब यो जस्तो गान्तोक म्युनिसिपल कर्पोरेसन भयो, काउन्सिल भयो, नगर पञ्चायतहरूमा यहाँनिर तपाईँको यो काउन्सिलरहरूदेखिको लिएर पञ्चायत मेम्बर, नगर मेम्बरहरूको चुनाव सुरु हुने भयो। त्योभन्दा पहिला गान्तोक पनि पञ्चायती राजमा नै आउँथे। र के हुने गर्थ्यो भन्दाखेरि चाहिँ सत्तारूढ पार्टीको जतिजना पनि क्यान्डिडेट हुने गर्थे त्यही क्यान्डिडेटहरूले जित्ने गर्थ्यो। प्राय अनकन्टेस्ट हुन्थ्यो र त्यो प्रकारको प्रथा थियो। आज पनि हामीले सिक्किममा कुनै अब नौलो एउटा तपाईँको व्यवस्था परिवर्तन भएको देखेको छैनौँ हामीले। जस्तो मानिलिनुहोस् योभन्दा पहिलाको नगरपालिका अथवा पञ्चायतको चुनावमा त पार्टी लेस बेस्ड चुनाव हुने गरेको थियो। त्यतिखेर मैले सत्तारूढ पार्टीले अहिलेको वर्तमान सत्तारूढ पार्टीले सकारात्मक फैसला गरेको छ भनेर मैले भनेको पनि थिएँ। तर आजको दिनमा व्यवस्था जैसे तै र जतिजनाले पनि अब पार्टीले क्यान्डिडेट डिक्लेयर गर्नुभएको छ प्राय उहाँले नै जित्नुहुन्छ। यसमा कुनै दोहोऱ्याए छैन। र पूर्व पार्टीका सरकार एसडिएफ सिक्किम डेमोक्रेटिक फ्रन्ट अर्थात् प्रजातान्त्रिक मोर्चाले पनि पहिला यही व्यवस्था गर्थ्यो। अहिले पनि यही व्यवस्था चलिरहेको छ। त्यो क्यारी फरवर्ड नै व्यवस्था हो, यसमा भन्नु केही पनि छैन। र जतिजनाले पनि अब म्युनिसिपालिटी चुनावहरूमा अब वर्तमान पार्टीबाट तपाईँहरूले नाम जित्नु भएको छ, क्यान्डिडेट तपाईँले जित्नु भएको छ, सबैजनालाई म अग्रिम बधाई टक्राउन चाहन्छु। र जे जसो भए तापनि अब तपाईँहरू सबैजनाबाट सिक्किमको विशेष गरी नगरपालिकाहरूमा नगरपालिकालाई अझै राम्रो गराउने कोसिस गर्नुहोस् भनेर म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। योभन्दा मेरोबाट भन्नु केही पनि छैन। अब फेरि कुरा गरौँ रफ्तारको। विकास, हामी सिक्किम विकासतर्फ बढ्दैछौँ कि वञ्चित नै छौँ भन्ने कुरा नि। आजभन्दा म हप्ता 10 दिन अगाडि म गान्तोकबाट केही आफ्नो व्यक्तिगत कामले सिलगढी गएको थिएँ। सिलगढी जाँदा रम्फूको अटल सेतुपट्टि म पुग्न आँटेको थिएँ। त्यहाँनिर पुग्दाखेरि
हाम्रा प्रहरी विभागका कर्मचारी प्रहरीले भन्नुभयो तपाईँहरू रम्फूबाट जानुपर्छ भनेर भन्नुभयो। रम्फू बजारबाट घुमेर जानुपर्ने भन्ने खालको कुरा गर्नुभयो। अनि उता किन जानु पाउँदैन भन्दाखेरि हाल फिलहालमा अब अहिले जानु दिएको छैन भन्ने कुरा गर्यो। म लगायत जति पनि गाडीहरू थियो त्यो सबै रम्फूबाट नै घुमेर रम्फूबाट घुम्दाखेरि 15 मिनटको त्यहाँनिर लगभग 15 मिनटको देरी हुन्छ, 15 मिनट ढिलो हुने गर्दछ। किनकि रम्फू बजारमा अलिकति जाम हुन्छ। रम्फू सिक्किमको चेकपोस्ट तर्फबाट बङ्गालपट्टि हामी पस्दाखेरि त्यहाँनिर बाटो एकदमै साँघुरो छ, गाडीहरू पार्किङ गरेको हुन्छ। त्यहाँनिर पनि फेरि तपाईँको 5-10 मिनटको विलम्ब हुने गर्दछ र लगभग 15-20 दिन महिना दिन अगाडि दिनदेखिको लिएर यही तपाईँको प्रथा चलिरहेको छ। तर मजाको कुरा चाहिँ के भनेर भन्दाखेरि म त्यसको 2 दिन पछाडि सिलगढीबाट फर्केर जब म फेरि यो अटल सेतुमा पुगेँ, फेरि बङ्गालदेखिको लिएर सिक्किम भित्रिँदाखेरि चाहिँ प्राइभेट अथवा कमर्सियल गाडी नन हेभी यो के भन्छ नन हेभी ड्युटी हेभी मोटर भेहिकलहरूलाई चाहिँ अब त्यो आउनु दिन्छ। कमर्सियल गाडी भन्नाले यो बोलेरो इत्यादि ट्याक्सीहरूलाई अब उता जानु दिँदो रहेछ, सिक्किमपट्टि चाहिँ पस्नु दिँदो रहेछ। र सिक्किम पस्दा गर्दाखेरि चाहिँ फेरि एउटा एमएलएको गाडी चाहिँ उताबाट सिक्किमबाट बङ्गालपट्टि नै आउँदै थियो, त्यो चाहिँ एमएलएको गाडी। अनि मैले पुलिसहरूलाई अलिकति जिस्काएँ पनि, एमएलए चाहिँ पाउँछ भनेर भन्दाखेरि त्यहाँनिर जति पनि कार्यरत पुलिसहरू थियो त्यहाँ हाँस्नुभयो। फेरि म अस्तिको दिन म फेरि सिलगढी जाँदाखेरि व्यवस्था त जैसे तै। यो जति पनि सेतुहरू हुन्छ, यो जति पनि पुलहरू हुन्छ, यो हामीलाई रफ्तार अगाडि बढाउनु लागि र छिटो हाम्रो, किनभने समय भनेको बहुतै बहुमूल्य यो एउटा कुरा हो र छिटोको लागि चाहिँ यो रफ्तारहरू यो सेतुहरू बनाइएको। तर आज फेरि के भनेर भन्दाखेरि फेरि रम्फूबाट घुमेर जानुपर्ने यो टेस्ट भनेर भन्दै थियो। तर यो टेस्ट चाहिँ कसले गर्दा अब म यहाँनिर तपाईँलाई सार्वजनिक भन्नु कुन चाहिँ गाडुको यो तपाईँको यो सोच होला है, सायद अब के भन्छ कुन चाहिँ गाडुको फैसला होला यो मलाई थाहा छैन। तर जसले पनि यो फैसला गर्यो त्यो गाडु भन्दा त्यो माथिल्लो स्तरको प्राणी होइन म भन्न चाहन्छु। हुनसक्छ अब के भन्छ माथि शीर्षमा बसेको नेतृत्वहरूलाई काहीँको समुदाय आएर कुनै जग्गाको मानिसहरू आएर होइन हाम्रो धन्दाहरू चौपट भयो, अलिकति यसो गराइदिनुहोस् न भनेर भन्दा रम्फूदेखिको के भन्छ जानुपर्ने सिलगढीतर्फ अथवा सिक्किमदेखिको बाहिर जाँदाखेरि रम्फू बजारै घुमेर जानुपर्ने बाध्य बनाएको हो कि है। तर यस्तै हो भने त अझै रोडाथाङ घुमेर, रिनक घुमेर, पाक्किम घुमेर, नामथाङ घुमेर, नाम्ची घुमेर सबैजनालाई समेटेर लगाउने हो कि होइन, सबैजनाको बजार धन्दा के भन्छ बन्दा चलोन् भनेर त्यो गरिदिने हो कि। तर जुन चाहिँ प्रकारको अब तपाईँको यो फैसला छ यो चाहिँ के भन्दाखेरि चाहिँ यो टुडी खेल चलेको झै मलाई लाग्दछ। समय भनेको बडा अब तपाईँको यो कस्तो हुन्छ भनेर भन्दाखेरि बहुमूल्य कुरा हो। तर अझै पनि मैले मेरो यो भिडियोको सुरुमा मैले भन्दै थिएँ हामी 40 किलोमिटर प्रति घन्टाकै हामी स्पिडमा चलिरहेका छौँ। आजभन्दा अब लगभग 200-300 साल अगाडिको कुरा गरौँ भन्दाखेरि इन्डस्ट्रियल रेभोल्युसन सुरु हुनुभन्दा अगाडि हामी गोरु गाडीमा अथवा घोडामा नै हुने गर्थे। तर आजको दिनमा चाहिँ विश्व भन्ने कहाँ पुगिसक्यो। आजभन्दा 200 साल अगाडि अब जब ट्रेन अब यो के अरे स्टिम इन्जिनको जब यो तपाईँको यो के अरे सुरुवात भयो, यो स्टिम इन्जिनको इन्भेन्सन भयो, त्यतिखेर ट्रेनको लगभग स्पिड 8 किलोमिटर प्रति घन्टाको स्पिडमा हिँड्ने गर्थे। भारतमा ट्रेन सुरु भएको 1865मा बम्बई र एउटा त्यो के भन्छ थाने र बम्बईको बिचमा ट्रेन चलेको थियो होला। त्यतिखेर 35-40 किलोमिटर प्रति घन्टाको स्पिडमा ट्रेन चल्ने गर्थे। तर आज भन्ने चाहिँ हाम्रै भारतवर्षमा वन्दे भारत एक्सप्रेस जुन चाहिँ ट्रेन छ लगभग 165, 70, 50, 20, 120 को स्पिडमा हिँड्ने गर्दछ। विश्वको कुरा गरौँ भन्दाखेरि चाहिँ 8 किलोमिटर प्रति घन्टाको स्पिडमा कुद्ने ट्रेन आजको दिनमा जापान र चाइनाले टेस्ट गरिसकेको छ, जुन चाहिँ 603 किलोमिटर प्रति घन्टाको स्पिडमा कुद्दछ। 603 घन्टाको। चाइनामा अब 450 अथवा 400 किलोमिटरभन्दा बढीको त कमर्सियल ट्रेन चलि नै रहेको छ।
र हामी चाहिँ कहाँ छौँ भनेर भन्दाखेरि चाहिँ अझै पनि हामी छौँ 40 किलोमिटर प्रति घन्टाको स्पिडमा छौँ। र जुन चाहिँ सेतुहरू बनाइन्छ भनेको पुलहरू बनाइन्छ त्यहाँनिर पनि कुन चाहिँ गाडुहरूको फैसलाले गर्दाखेरि चाहिँ कहाँबाट घुमेर जानुपर्ने के गर्नुपर्ने यो खालको स्थिति छ। म यो नेसनल हाइवे 10 अर्थात् पूर्व के भन्छ यो रोडको नाम 31A नेसनल हाइवेमा मैले पहिला आजभन्दा 20-25 साल अगाडि दिनदेखिको नै जोरोसोरले मैले भनेर आफ्नो हैसियतमा मैले के भन्छ यो केन्द्र सरकारलाई पनि चिठी लेखिरहन्छु। जब आजभन्दा 2-3 साल अगाडि नेसनल हाइवेको बङ्गालपट्टिको हिस्सा चाहिँ बङ्गाल सरकारकोमा थियो, ममता ब्यानर्जीलाई पनि मैले चिठी लेखेर यो सडकलाई दुरुस्त गरिदिनुहोस् भनेर मैले चिठी लेखिरहन्थेँ। तर के गर्नु, यो मेरो हातमा छैन। म भनेको एउटा आम सहरी नागरिक, मेरो हातमा केही पनि हुन सक्दैन, मेरो हातबाट केही पनि हुँदैन। तर जो चाहिँ व्यवस्थामा बसेको हुन्छ, चाहे त्यो पूर्व सरकार भनौँ चाहे वर्तमान सरकार भनौँ, टोटली फेल भएको म देख्दछु। हामीले सिलगढीमा हेऱ्यौँ भने अब त्यहाँनिर फ्लाइओभर बनिँदैछ, त्यहाँनिर ओभरब्रिजहरू बनिँदैछ, रोडहरू चौडा हुँदैछ। लगभग अब यो सुबुकको जङ्गलसँगमा त अब आउँदो 1 साल 2 सालमा अब तपाईँको ओभरब्रिज, त्यहाँनिर फ्लाइओभर अथवा चौडा सडक मोटामोटी त्यहाँनिर यो जति पनि अब अहिले जुन तपाईँको सडकको अब निर्माण भइरहेको छ त्यो पुरा हुन्छ होला। सिलगढीमा हेऱ्यौँ भने इस्टर्न बाइपास भनौँ, सिलगढी मैले देख्दै जस्तो मानिलिनुहोस् पानी ट्याङ्की मोडदेखिको लिएर यतानिर त केही पनि हुने गर्थेन सिलगढीमा। तर आज भने अब सिलगढी कहाँदेखिको कहाँ पुगिसकेको छ, सिलगढीमा बिजनेस कस्तो प्रकारको भइसकेको छ। आज हामी अब 10-15 हजारभन्दा ज्यादा रकमको कुनै पनि घरको सामग्री अथवा ज्यादा मूल्यको सामान किन्नु पर्दाखेरि हामी सिलगढी नै जानुपर्ने हुन्छ। किन भन्दाखेरि यहाँनिर सिक्किममा त्यस्तो खालके कुनै पनि बजार पनि छैन, सामग्री उपलब्ध पनि छैन। यदि छ भने पनि महँगो दाममा हामीले किन्नुपर्ने हुन्छ। अनि यो प्रकारको हालत छ। मैले पहिल्यैदेखिको भनेर भन्दैछु, नेसनल हाइवे 10 भनेको सिक्किमको एउटा लाइफलाइन हो। नेसनल हाइवे 10मा आजको दिनमा जुन चाहिँ आजभन्दा लगभग 40-50 साल अगाडि दिनदेखिको लगभग 44-45 साल त मैले प्रत्यक्ष रूपमा देखिसकेको छु। नेसनल हाइवेको गति जैसे तै छ। त्यहाँनिर भनौँ भने जग्गा त यस्तो पोइन्ट्सहरू छ जहाँनिर चाहिँ जुन चाहिँ जग्गामा चाहिँ दुईवटा सानो गाडी पनि आरामले पास नहुनु सक्ने खालके स्थिति छ। आज म रफ्तारको कुरा गर्दैछु, आज म विकासको कुरा गर्दैछु। विकास चाहिँ जस्तो मानिलिनुहोस् माक 1 भनेर भन्ने गर्दा माक 1 ट्रेनहरूको त मैले भनि नै हालेँ। आज सबसे तेज सडकमा चल्ने गाडी चाहिँ लगभग 1300-1400 किलोमिटर प्रति घन्टा भनेको मतलब माक 1 भनेको चाहिँ साउन्डको स्पिड लगभग 1238-50 किलोमिटरभन्दा बढी स्पिडमा चाहिँ यो के भन्छ यो सडकमा चल्ने वाहनले त्यो स्पिडलाई ब्रेक गरिसकेको छ। आज हामी फ्लाइटमा हिँड्दाखेरि लगभग 800-900 किलोमिटर 780 किलोमिटरको स्पिडमा यो जति पनि कमर्सियल प्लेन्सहरू उड्ने गर्दछ। फाइटर जेट्सहरूको कुरा गरौँ भन्दाखेरि लगभग 3000, 3500, 4000 किलोमिटर अहिले जुन चाहिँ 5th जेनेरेसन अर्थात् 6th जेनेरेसन फाइटर जेट्सहरू छ त्यो लगभग चाहिँ अब 4000-5000 प्रति किलोमिटर प्रति घन्टाको स्पिडमा उड्ने गर्दछ। अनि तपाईँको योभन्दा पनि के भन्छ ज्यादा रफ्तारमा कुद्ने वस्तु मनुष्यले बनाएको चिजहरूमा चाहिँ कुन चाहिँ आउँछ भनेर भन्दा जस्तो मानिलिनुहोस् यो के अरे स्पेस सटलहरू लगभग 30,000 किलोमिटर प्रति घन्टामा उड्ने गर्दछ। भोयेजरहरू लगभग 40-50 हजार लाख 2 लाख किलोमिटर प्रति घन्टाको स्पिडमा चाहिँ कुद्ने गर्दछ। र यो मनुष्यले नै बनाएको सबसे तेज सबसे छिटो उड्ने वस्तुको नाम चाहिँ छ तपाईँको पोलर सोलर प्रोब भन्ने गर्दछ, जुन चाहिँ अब तपाईँको सूर्यको प्रोब गर्ने जुन चाहिँ अब एउटा तपाईँको यो के अरे मनुष्यले बनाएको वस्तु छ। त्यसको स्पिड चाहिँ 6,92,000 किलोमिटर प्रति घन्टाको स्पिडमा यो चिज उड्ने गर्दछ। र विश्व चाहिँ भनौँ त संसार भनौँ त्यो गतिमा अगाडि बढ्दछ। तर आज हाम्रो सिक्किममा भने चाहिँ अब तपाईँको पुलमा हिँड्नु नपाउने के भन्छ यो के अरे कुन चाहिँ बजार घुमेर जानुपर्ने विलम्ब हुने। अनि स्थिति के छ भन्दाखेरि चाहिँ विश्वमा
सडक बढाइँदैछ, सडकलाई चौडा गराइँदैछ। तर हाम्रो सिक्किममा भने चाहिँ चौडा सडकलाई सरकारले नोटिफिकेसन निकालेर घटाउँदैछ। यो खालको स्थिति छ। र हामी सिक्किममा चाहिँ विकासतर्फ जाँदैछौँ कि वञ्चिततर्फ अथवा स्ट्याग्नेन्टपट्टि हामी जाँदैछौँ भन्ने प्रश्न उठ्दछ। अब यो खालकी स्थिति छ। अनि यहाँबाट म सबैजनालाई भन्न चाहन्छु, आज यो जति पनि यो जे जसो पनि हुँदैछ, जस्तो मानिलिनुहोस् गान्तोकमा अड एन्ड इभन भन्ने चलिरहेको छ। अड एन्ड इभन, हरेक इभनमा चाहिँ इभन नम्बरको गाडी कुद्नु पाउने, अडमा अडको दिन कुद्नु पाउने। र यहाँनिर बडा विचित्र कुरा चाहिँ के छ भनेर भन्दाखेरि चाहिँ उच्च पदको अधिकारी, मन्त्रीमण्डल, मुख्यमन्त्री, जजेसदेखिको लिएर एडिसनल सेक्रेटरीभन्दा माथिल्लो स्तरका मानिसहरू चाहिँ यो तपाईँको यो जुन चाहिँ नियम छ त्यहाँबाट छुट छ। भन्नुको मतलब चाहिँ यो एडिसनल सेक्रेटरी अर्थात् जोइन्ट सेक्रेटरी र त्योभन्दा मुनिलो स्तरको मान्छेहरूको चाहिँ जुन चाहिँ अफिसमा जानुपर्ने त्यो प्रकारको नेसेसिटी अथवा अनिवार्यता छैन भन्ने हामीले बुझ्नु सक्छौँ। जुन चाहिँ सरकारको नियम छ, यो अड एन्ड इभनले गर्दाखेरि प्राय किन्नु सक्ने मान्छेले दुईवटा गाडी किनेको छ, अड इभन पनि राखिरहेको छ। न यसले ट्राफिकको समाधान गरिरहेको छ, न सरकारले सडक चौडा गर्ने अर्थात् अल्टरनेटिभ रुटहरू, लिगल अल्टरनेटिभ रुटहरूको जुन चाहिँ अब व्यवस्था गर्नुपर्ने छ नै त्यो गरिरहेको देख्दैछौँ। लिगल अल्टरनेटिभ रुट भनेको चाहिँ सरकारले कुनै पनि सडक बनाउँदा, निर्माण गर्दाखेरि, किन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो त्यो चाहिँ भ्यालिड कम्पन्सेसन तिरेर आफ्नो रेजिस्टर गरेर म्युटेसन गरिसकेको हुनुपर्छ। तर सरकारले के भन्दछ भन्दाखेरि बेला बेला नेसनल हाइवे हामी चौडा गर्छौँ भन्छ, तर कागज भन्ने भ्यालिड देखिँदैन, हुँदैन। अनि त्यसले गर्दाखेरि जैसे तै छ। सिलगढीहरूमा त हामीले के देख्दैछौँ भनेर भन्दाखेरि भलै मान्छेहरूले सडक मिचेर झोपडीहरू बनाएको हुन्छ, तर पर्ने जब चाहिँ अब तपाईँको सरकारले ठान्छ, जब सरकारले चाहिँ अब सोचिसकेको हुन्छ, तब चाहिँ त्यो सबै झोपडीहरूलाई भत्काएर सडक चौडा गरेको हुन्छ। किन भन्दाखेरि आफूसँगमा पक्का कागज छ। आज हामी देख्दैछौँ सिक्किममा भनौँ नै भने जुन चाहिँ अब हाम्रो मनी ड्रेन हुँदैछ, जुन चाहिँ अब सिक्किममा आएको पैसा यत्रो रेभेन्यू कलेक्सन हुन्छ, त्यो पैसा लगभग गएर अब हामीले आधा उधी त सिलगढीमा खर्च गर्नुपर्ने हुन्छ। अर्थात् त्यो सिक्किमदेखिको बाहिरनिर नै हामीले खर्च गर्नुपर्ने। किन भन्दाखेरि यहाँनिर ठुल्ठुलो बिजनेस हबहरू, कन्स्ट्रक्सन मटेरियलदेखिको लिएर इन्डस्ट्रियल मटेरियलहरूकोदेखिको लिएर अर्थात् अन्य ठुल्ठुलो चिजहरूको यहाँनिर बजार हाम्रोमा छैन। सिक्किममा सिलगढी भन्दाखेरि लगभग 20-30% ज्यादा मूल्यमा चाहिँ किन हामीले यहाँ सिक्किममा अर्थात् सिक्किममा ल्याइपुग्दाखेरि किन हामीले त्यसको मूल्य तिर्नुपर्छ भनेर भन्दाखेरि यहाँनिर सडक मार्गको हालतले गर्दाखेरि, ट्रान्सपोर्ट भेहिकलको तेल लाग्दाखेरि, त्यहाँदेखिको लिएर रोड ट्याक्स, अनेक किसिमको ट्याक्सहरू लादेको हुनाले गर्दाखेरि यहाँनिर सामान सामग्रीहरू यसै बढी मूल्यमा हामीले किन्नु परिरहेको छौँ। अनि यही सोच्दछु कि अब सिक्किम कहिले साँच्ची नै विकासप्रति लाग्ने, अनि वञ्चितदेखिको लिएर विकासप्रति चाहिँ अब कहिले हामी लाग्ने भन्ने जहिले पनि यही सोचिरहन्छु। अनि यो सानो भिडियो अर्थात् यो भिडियो चाहिँ किन लिएर आएको भन्दाखेरि रम्फू जानु पर्दाखेरि, सिक्किमदेखि बाहिर जानु पर्दाखेरि रम्फूदेखिको हामी अटल सेतु प्रयोग नगर्नु पाउने भन्ने अब यो किसिमको अब यो कुराहरू अड एन्ड इभनदेखिको लिएर है तपाईँको र स्पिड भनेर भनौँ न। सिक्किममा पनि अब पहाडी क्षेत्र हो, सिलगढीसँग एउटा प्लेन एरियासँग हामीले तुलना गर्नु मिल्दैन। तर गान्तोक अथवा जति पनि यो अब अहिले सिक्किममा अलिकति ठुलो बजारहरू छ, त्यहाँनिर पनि ओभरब्रिजदेखिको लिएर प्रपर पेडिस्ट्रियन लेनदेखिको लिएर अर्थात् अल्टरनेटिभ हाइवेहरूको सख्त जरुरत छ यो भनेर भन्न चाहन्छु। सिक्किममा पनि अनि प्रतिस्पर्धाको माहौल चाहिँ सृजना गराउनुपर्छ यो भन्न चाहन्छु। अनि यति भन्दै वञ्चित नभएर सबैजना सिक्किमे मिलेर सिक्किमलाई विकासको तर्फ लगाउँ भन्ने यही कामना गर्दछु, प्रार्थना गर्दछु र यही अनुरोध गर्दछु। यति भन्दै यो भिडियोलाई यहीँनिर समाप्त गर्नु चाहन्छु। जय सिक्किम, जय हिन्द। धेरै धेरै धन्यवाद।